गर्न तयार वर्षमा के कति दिने के गर्नुपर्ने हो त्यो तपाईले यसो मलाई सल्लाह पनि दिने बेला हो यो विषयमा तपाईँ त्यो विषयमा रहेछ कि के गर्नु हामी त नजिक पुरा छौँ अहिले किन नभेटे यस्तो राम्रो मान्छे भेट्दैन राम्रो मान्छे भेट्दैन कि के भयो जहिले राम्रो मान्छे पछि मात्रै भेट्छ के भएको यस्तो राम्रो मान्छे पहिले भेट्नु पर्यो नि मैले Vibes Vlogs 3 Subscribe. हेलो वेलकम ब्याक टु माई ब्लग गाइस फेरि पनि मेरो भाइस ब्लगमा आइसकेको छु हैन यो नयाँ बिहानी नयाँ दिनको साथमा हैन नयाँ भिडियो लिएर यो मोटीसँग हिँड्न लागेको छु म आज चाहिँ म हर्क साङपाङ सरलाई भेट्न जाँदैछु हैन यहाँ चाहिँ धेरै बेबारिसे कुकुरहरू भएकोले गर्दाखेरि हैन त्यसको लागि कुरा राख्न म एक्लै जाँदैछु अब त्यहाँ चाहिँ अब हामी धेरै चोटि कुरा चाहिँ भइसक्यो हाम्रो हर्क साङपाङ सरलाई भेट्नु पर्छ भनेर तर हाम्रो टिमहरू चाहिँ एकदम व्यस्त भएको कारणले म आज एक्लै जाँदैछु सफल नहोस् किन बोल्न नजानुहोस् किन हैन त्यतिकै म आँटले जाँदैछु आँटले भन्दा पनि म धेरै चाहिँ आँट पनि हैन बोल्न जान्ने पनि हैन तर जनावरहरूको पीडाले चाहिँ अति धेरै सताएकोले गर्दा सहन नसक्ने त्यसले गर्दाखेरि म आज हर्क साङपाङ सरलाई भेट्न जाँदैछु कुनै प्रिफियर बिना फाइनली म नगरपालिका पुगिसकेँ हाम्रो मेयर हर्क साङपाङ सर भएको ठाउँमा यो मोटी चाहिँ फेरि यति सानो कुरामा पनि डराइरहेको हुन्छ हैन जसलाई म क्यामेरा खिचाइ भिडियो खिचाइ भनिरहेको हुन्छ यिनीहरू चाहिँ यति डराइदिरहेको हुन्छ रिस उठ्दो म के नि फाइट गर्न गएको जस्तो नराम्रो कुराको लागि म चाहिँ हर्क साङपाङ सरलाई नगरपालिकामा भेट्न आइसकेको छु हैन यहाँ पार गर्दैछु अब जान्छु हैन मलाई त बोल्न त त्यति आउँदैन म कुनै निवेदन कुनै हैन मान्छे टिम दिन आइरहेको छु अब हेरौँ जे जति बोल्न सक्छु त्यति कुरा राख्छु भेट्दै नभेट्ने क्या स्कुटर चाहिँ जानु देखेपछि हुनै मन लाग्दैन भने हाम्रो जनावरहरू बाहिर धेरै व्यवहारिक अवस्थामा भइरहेको छ हैन त्यसले गर्दा उनीहरूको व्यवस्थित हुनु पर्यो सर भनेर भन्न गइरहेको छु टाउको सिधै हामी चाहिँ उहाँको हलभित्र पसिसक्यौँ हैन कुरा राख्नेहरू चाहिँ यति धेरै हुनुहुन्छ हैन र यति राख्दै आधीलाई चाहिँ हैन उहाँहरूले केहीलाई चाहिँ अब बुझाइसक्नु भएर उहाँको समस्याहरूलाई चाहिँ हैन अहिले चाहिँ केही छिनको लागि बाहिर जानुभएको छ उहाँ चाहिँ 1 घण्टा पछाडि आइसक्नु भएको छ अब हामीलाई चाहिँ उहाँले सोध्नु हुँदै लो के छ यतापट्टि दुईजनाको के छ नानीहरु किन आयो म चाहिँ प्राय त सडकमा बेबारिसे बच्चाहरु छ कुकुरहरु सामान्य भित्र नभनौँ न अनकम्फर्टेबल हुन्छ अनि तिनीहरुलाई अब व्यवस्थित नभएर चाहिँ बाटोमा अब हिँडिरहेको कुकुरहरुलाई मान्छेको व्यवहार हैन कस्तो हुन्छ अब धेरै भिडियोहरु देख्न सकिन्छ एकदम नराम्रो व्यवहार गर्दिने त्यो हैन कुकुरहरुलाई उनीहरु केही नै गर्दैन हजुर कुकुरलाई हजुर एकदम धेरै पीडा हैन अब यति जना म पनि त्यही भएर कुकुरलाई नमारौँ भनेर भनेको रेबिस भएर बौलायो भन्ने निवेदन आउँछ बौलाएर किन्नेलाई चाहिँ अब उ गर्नु भनेर भनिरहेछौ के गर्ने यहाँ अनि त्यसलाई चाहिँ कसरी व्यवस्थित गर्ने त्यसले नै गर्न एकदम गाह्रो छ है अनि अब नगरपालिकाको के कति त्यहाँ भूमिका छ हैन कसरी व्यवस्थित गर्ने भनेर चाहिँ अनि मैले चाहिँ अब हाम्रो के अरे डगलाई माया गर्नेहरू यतिजना हुनुहुन्छ उहाँहरूलाई पहिलेबाट जाउँ एकदम आफूलाई मात्रै गाह्रो भएकोले गर्दाखेरि होइन भनेर उहाँहरू पनि अब त्यही त अब कुकुरहरूलाई कहिले त्यति धेरै मन दिएर तल्को गर्ने त्यही भएर म एक्लै म चाहिँ छैन आज चाहिँ अब जसरी पनि मलाई चाहिँ धेरै पीडाले नै म चाहिँ यहाँ बोल्न सक्ने मान्छे पनि होइन होइन धेरै पीडाले चाहिँ सहन नसकेर म यो अवस्थामा आइरहेको हजुर अनि के रे कहाँ हो तपाईँ
ए उता जानुभयो अघि सुन्दैछु हजुर सुन्दैछु ठिक छ अब त्यसमा मैले के गर्नु पर्यो मैले के गर्नु पर्ला भूमिका रहन्छ हैन र कसरी गर्ने त्यो भूमिका त अब कस्तो रहन्छ हैन भन्दाखेरि अब के रे त्यसो नगरौँ सबैलाई गरौँ भन्दा कुकुरको त खै कुन त के गर्ने एउटा हाम्रो धरानमा पनि कुकुरहरुको पनि एकदम राम्रो व्यवस्थित होस् के होस् व्यवस्थित होस् हैन व्यवस्थित होस् है त के जस्तो हामी अब सेल्टरहरु के गर्नुपर्ने हो त्यो तपाईले यसो मलाई सल्लाह पो दिने बेला हो यो विषयमा तपाई त्यो विषयमा रहेछ कि के गर्नुपर्ने हो त तपाईले मलाई के गर्नुपर्ने भन्नुभयो मैले के गर्ने त्यही छ कि तपाईले त्यो विषयमा काम गर्दै हुनुहुँदो रहेछ मैले के गर्नुपर्छ त भनेर मलाई सल्लाह दिनुहोस् ल कुकुरको बारेमा अब यहाँले चाहिँ कतिपय भन्नुहुन्छ कि हैन जानु मेरो हर्कसम्म हुनुहुन्छ हैन उहाँले त्यत्रो काम त गर्नुभएको छ हैन यो काम हैन उहाँले गर्नु नै हुन्छ कुरामा त उठाउ र नगरपालिकाबाट यता सुन्नु न मैले चाहिँ काम गर्ने भन्दा पनि तपाईहरुले गर्ने हो काम मैले चाहिँ यसो सहयोगहरु गर्ने हो यस्तो हुन्छ कतिले चाहिँ भन्नुहुन्छ नगरपालिकाबाट अब सेल्टरलाई खोलेर कति सेल्टर खोल्ने के गर्ने हैन त्यो अब सेल्टर हो त्यही त मैले त्यो एउटा डग्स पार्क जस्तो बनाउँ कि भनेको हैन त्यहाँ कुकुरहरु यसो भेट तर अब त्यसको लागि फेरि मासु खुवाउनु पर्यो भात खुवाउनु पर्यो हैन त्यसको लागि बजेट चाहियो अनि कुकुरलाई मासु खुवाउने भन्दा फेरि बेरुजु लेखिदिन्छ अनि त्यहाँबाट नगरपालिकाबाट वर्षमा के कति दिने त्यहाँभित्र हैन रकम ती कुराहरू हुन्छ कति एउटा त्यहाँनिर कुकुरहरू राखिने र कति दिने ती कुराहरू हुन्छ भनेर कतिले चाहिँ भन्नुहुन्छ पशुको बारेमा हामीले केही बजेट छुटाएको हुन्छौँ त्यसमा मार्फतबाट गर्छौँ तर त्यो सेल्टर कसरी बनाउने भन्ने बारेमा चाहिँ अब हामीले सोच विचार गर्नुपर्छ ल यति भन्न भ्याएँ ल तपाईँले यसरी बनाउने भन्ने कन्सेप्ट लिएर आउनु अब है कुरा बुझ्नुभयो नि यो जे तपाईँले भन्दै हुन्छ नि त्यो अब लेखेर ल्याउनुपर्छ लेखेर ल्याइसकेपछि मात्रै म एक्सनमा लान सक्छु क्या साइन गर्न सक्छु त्यो बोलीमा त साइन गर्न मिलेन हैन ल है तपाईले अब लेखेर ल्याउनुस् ल यस्तो यस्तो गर्नुपर्छ यस्तो सेल्टर राख्ने यस्तो यस्तो हुन्छ भनेर ल्याउनुस् म तपाईको चाहिँ नि सहयोग गर्न तयार छु जस्तो सके अब हामीले ती कुराहरू भयो भने कुनै ठाउँ अब मैले बुझिसके हजुर बुझिसके मैले बुझिसके धेरै लामो सुन्ने समय हुँदैन हेर्नु न त्यहाँ पनि अहिले फेरि 1 बजे श्रमको बारेमा पढाउन डिपोज बुझे म्याम बुझे ल अब तपाईले के गर्नुपर्ने भनेर लेखेर ल्याउनु ल अनि म तोक लगाइदिन्छु के साइन गर्छु त्यो कुरा त तपाईले 10 घण्टा सुनाम केही हुँदैन बरु लेख्नु भयो भने शेयर गर्छु एक्सनमा गइहाल्छ है ल हस् थ्यांक यू हाम्रो मेयर हर्क साम्पाङसँग सरसँग चाहिँ भेट्न एकदम डर लागिरहेको हुन्थ्यो र उहाँसँग कुरा भइसके पछाडि हामी फर्क्यौँ र तल स्कुटर स्टार्ट गर्न लागेका थिएँ हैन उहाँ र म चाहिँ सँगै थियौँ मेरो कुरा चाहिँ हर्क साम्पाङ सरलाई राखिरहँदा उहाँले चाहिँ सुनिरहनु भएको रहेछ र उहाँले चाहिँ तपाईले कुरा गर्नुभएको एकदम राम्रो लाग्यो बहिनी भन्दै पछाडिबाट आउनुभयो म झस्किदिरहेँ कि हैन एक चाहिँ खुसी पनि लाग्यो हैन मेरो कुरालाई राम्रो कुरा उठाउनु भयो भन्दै आउनु हुँदाखेरि र उहाँहरुसँग चाहिँ हैन केही बेर उहाँसँगै कुराकानी गरियो यही विषयमा हामी त नजिक कुरा छौँ अहिलेसम्म किन नभेटे यस्तो राम्रो मान्छे भेट्दैन राम्रो मान्छे भेट्दैन कि के भयो जहिले राम्रो मान्छे पछि मात्रै भेट्छ के भएको यस्तो राम्रो मान्छे पहिले भेट्न पर्यो नि मैले अब समयले सबै कुरा सिकाउँदैन हो नि त हामी संस्था खोल्यौँ न त यो त्यो भनेर भन्नुहुन्छ हैन अब वर्षौँ बितिसक्यो तर पनि जाउँ न त कुनै विधि अनुसार हैन मलाई त थाहा पनि छैन यति धेरै उहाँसँग बोल्ने मेरो आँट पनि हैन पीडा हुन्छ नि बाटोमा त्यत्तिकै धेरै जनावर मान्छेको व्यवहार जनालाई गर्ने त्यत्तिकै एकदम धेरै मनमा पीडा भइसके पछाडि म लथालिङ्ग टाइपको म यहाँ जे होस् हैन राम्रो गर्नु हामीले कुरा उठाउनु भयो मैले पनि लथालिङ्ग भएको 9 खान बच्चा पालेको छु तपाईँ मेरो पनि आउनु मैले चाहिँ मान्छे पालेको छु होइन राम्रो खालको त्यस्तो कुकुर बाटोमा छोडे पनि कुकुरहरू छन् म तालिम पनि खुवाउँथेँ कुकुरको पहिला म आर्मीको चाहिँ लेफ्टिनेन्ट हो डग शाखामा पहिला हामीले कुकुरलाई तालिम पनि गराउँथेँ क्या हाम्रो आर्मी अनि मलाई दिने सानो यस्तो बच्चा यस्तो मुखमा भएको हुन्छ नि यस्तो जर्मन सेपर पाउनु भयो त्यस्तो व्यापारी सिस्टम मलाई दिनु म लगेर तालिम गरेर म राख्छु मेरो तपाईँ मेरो पनि भिजिट गर्नु मेरो पनि त्यस्तै त्यही डगकै हालत भएको बच्चाहरू ल्याएर पालेको छु मैले पनि 2-4 जना उहाँ सरलाई पनि थाहा छ मेरो साहबलाई पनि थाहा छ ब्रिडको मात्र राख्नुहुन्छ ब्रिडको होइन हामीले बच्चै राखेको छ कि तर तपाईँले भनेदेखि हामीलाई नि माया लागेर नि त्यो गराउनु मेरोमा चाहिँ तपाईँको मान्छे छ क्या जो बाउ आमा नभएको त्यो कुकुरको भन्दा नि तल्लो जिन्दगी जिएको बच्चाहरू छन् क्या मसँग अहिले आएका छन् मसँग चाहिँ त्यो भएर हजुरसँग यसो सम्पर्क गर्नु मन लाग्यो राम्रो कुरा गर्नु जसरी हामी फेसबुकमा कन्ट्याक्ट गरौँ अनि हैन सबै कुराहरू सेयर हुन्छ हजुर कान्छ त्यो घरको छोडिहाल्नु हजुर कति नम्बर हो
यस्तो सिम्पल छ किन यस्तो राम्रो नक्कल चाहिँ हुनु न त तपाईँ त्यही त सिम्पल देख्छु यस्तो राम्रो भलादी मान्छे देख्छु हामी चाहिँ नक्कल देखाउनु भएछ मलाई एक्सेप्ट गर्नु ल हजुर आउनु मेरोमा हुन्छ सर हजुर अब फेसमा कनेक्ट भयो म तपाईँलाई कल गरिहाल्छु भेट्नुपर्छ हामी ल थ्याङ्क यू म्याम है ल खुसी लाग्यो मलाई पनि खुसी लाग्यो चाहिँ म आएँ अब पहिला चाहिँ निकै डर लाग्थ्यो कि होइन अनि कसरी जाने होला के गरेर जाने होइन त्यहाँ जाने विधि के हो है धेरै डर हुन्थ्यो तर मान्छेलाई चाहिँ त्यो समस्याले चाहिँ एकदम धेरै पेलो पछाडि होइन जस्तो ठाउँमा पनि जुनसुकै ठाउँमा पनि जान उभिन्न होइन बोल्न नै नजाने पनि तयार भइदो रहेछ होइन त्यही भएर आज म चाहिँ त्यो जानेर अब कसरी कुन विधिबाट जाने हो ती कुराहरू हुन्थ्यो तर म चाहिँ त्यो विधि सिधि सबै कुरालाई साइड लगाउँदै होइन पहिला चाहिँ मैले विधि खोज्थेँ कि त्यहाँ जानुपर्ने माध्यम खोज्थेँ कि त्यो माध्यम त्यो विधिहरू सबै कुरा साइड लगाएर होइन धेरै पीडा भएकोले गर्दाखेरि म एक्लै आएँ होइन र उहाँसँग थोरै कुरा बोलेँ होइन हामीले केही कुरामा हुन्छ गर्नुहोस् न काम हामी सपोर्ट गर्छौँ भनिसके पछाडि चाहिँ हामी फर्किँदैछौँ र आजको भिडियो चाहिँ हाम्रो यहीँ नै एन्ड गर्दैछौँ अब फेरि नयाँ भ्लगमा फेरि भोलि अर्को दिन होइन नयाँ भ्लग लिएर आउँछु होइन भिडियो अन्तिमसम्म हेरिदिनु भयो थ्याङ्क्स फर वाचिङ गाइस फोटोपट्टि राइट लाग्छ